अहिले चाहिँ सबैजना यहाँ आइसक्नु भयो। म त अहिले डाइटिङमा छु है। डाइट यता नर्सिङ डाइटिङमा बस्छु मान्छे अहिले डाइटिङ गरिसकेको छु। Doors, I'm a fool for your love. हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई युट्युब च्यानल। म फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु हजुरहरूको सामु। सो गाइज, आफ्टर सो लङ टाइम पछि आज चाहिँ हामी रहेको छौँ यहाँ ग्रिनविच पार्कमा विथ आवर फ्यामिली। यहाँ चाहिँ सबैजना हुनुहुन्छ। अनि मैले चाहिँ भ्लग नबनाउने सोचमा थिएँ, अनि तर सबैजनाले चाहिँ भिडियो बनाउनु, किनकि अरू बेला चाहिँ हाम्रो भिडियोमा 2जना 3जना मात्रै देखिरहेको हुन्छ। आज सबैजना फ्यामिली गेट टुगेदर भएको बेलामा चाहिँ भिडियो बनाउनु भन्नुभएको भएर चाहिँ मैले आज फेरि भिडियो स्टार्ट गरिसकेको छु। अहिले चाहिँ हामी पार्कमा आइसक्यौँ। आज चाहिँ हाम्रो गुड फ्राइडे मनाउन आएको छौँ यहाँ। दिल गार्डन हो गया। हामी चाहिँ गार्डनमा आइसक्यौँ पार्कमा। मोहन दाइ ब्लगमा हाई एभ्रिवान, वेलकम ब्याक टु आवर सिस्टर ब्लग। सबैले आइदिनु होला, हेरिदिनु होला, मजा गरिदिनु होला। क्या निनी ब्लग हेर्नु न ब्लगमा। हेलो गाइस। हेलो ठुलो मम्मी। यहाँ चाहिँ होइन सबैजनाले जामा लगाएर आउनुभयो। अनि म मात्रै सबैजनाले जामा लगाएर आउनु भएको अरे भाइ। लाइक यहाँ भएको भनेको नि हाम्रो ग्रुपमा चाहिँ मैले मात्रै लगाएको, तर यहाँ चाहिँ प्रायः जस्तो मान्छेहरू सबैले जामा लगाएर आउनु भएको। तर यहाँ हेर्नुहोस् जाडो छ अरे, त्यही भएर चाहिँ हाम्रो मम्मीहरूले चाहिँ जामा लाउनु भएन। म एक्लै छु जामा लाउने। यहाँ हेर्नु न कस्तो राम्रो फुल। हामीले चाहिँ आज चाहिँ के गर्दैछौँ भन्दा पिकनिक, ड्राई पिकनिक भन्ने के भन्ने, खाने पिकनिक। घरबाटै सबै खानेकुराहरू चाहिँ बनाएर लिएर आएको छौँ। अनि एउटा दामी ठाउँ चुज गर्ने, अनि त्यस पछाडि बसेर खाने। मेरो सेलिसा म्यानेजर हो, म्यानेजर। म म्यानेजर। यहाँ चाहिँ अब हामी खाना खाने। भोक लागिसक्यो, दिउँसोको 2 बजिसक्यो। हेलो अबि हेलो 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 हामीले चाहिँ माइक पनि लिएर आएको गाना गाउनको लागि। अनि यस्तो मोज हुनेवाला छ आज। अब चाहिँ हामी यहाँ खानासाना रेडी गर्छौँ, अनि आज देखाउँछौँ फेरि यस्तो दामी दामी खानेकुरा बनाएर लिएर आएको छौँ हामीले भन्ने कुरा म हजुरहरूलाई यहाँ देखाउने छु। हेलो हेलो मैदाजी, तपाईँ जहाँ भए पनि आइदिनु होला, गीत गाइदिनु होला। मोमो के मालेको बा? ए यो मात्र ल्याएको हो। यो मात्र फुल्ले बोकर बोकर लाग्छ मेरो पुरा। यस्तो मा हालेको छि त। भात आज म अब तपाईँहरूलाई यसरी भिडियो गरेर हाम्रो सुनिल हुनुहुन्छ मसँग, यसरी सबै हुनुहुन्छ। मेरो लाइक गरेर धेरै आउँछ कि मान्छेहरू। हेलो गाइस, यहाँ चाहिँ हामीले गीत गाइरहेको छौँ। हेलो गाइस, अब मैले भ्लग मोहन दाइलाई दिन गइरहेको छु। हेलो, थ्याङ्क यू सेलिसालाई। अब चाहिँ वेलकम। मलाई खासै बोल्न आउँदैन, त्यही म अब चाहिँ ट्राई गर्नु गइरहेको छु। तपाईँहरू चाहिँ हेरेर मनोरञ्जन दिनु होला। माइला चाहिँ खतरा है, अहिले भोक लागेर मात्रै हो। अनि 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 के भन्न चाहनुहुन्छ? बाबाले सेम अनि सुदिने र गाले गाले यतिको डान्स चाहिँ हुनैपर्छ। यतिको त यतिको भएन। खायो खायो खायो।
यता हाम्रो छ्यामाले गीत गाउने यता अङ्कल नाच्ने भइरहेको छ है त्यो हाम्रो स्पिकर त बिरामी भयो नि हो हाई गाइस नमस्ते कति भन्ने अब नमस्ते पनि यहाँ हैन सबैजना हाम्रो बाबा कता हिँडेको हो सरहरू यता आउनुहोस् न हो कता हिँड्नु भएको हो यता एके सुदिन म हो माइला यो हैन म हो आमारे के हो यो हेर्नु न हेलो गाइस दाइले जानु भएन सो यता डुप्लिकेट के नाच्नु न सरी मेट ए सरी गाइस उल्टे गीत गाइस म के भन्छ रे यस्तो राजु सामान के रे यस्तो गर्ने शाहरुख खान हाम्रो खानेकुरा रेडी हुँदैछ अहिले चाहिँ सबैजना यहाँ आइसक्नु भयो अब चाहिँ हामी भोक लागिसक्यो गाइस एकदम धेरै भोक लागिसक्यो त्यही भएर अब खाने अनि रमाइलो गर्ने नाच्ने गाउने हजुरहरूलाई हामी सक्दो इन्टरटेनमेन्ट गराउने कोसिस गर्दछौँ भिडियोलाई हेर्दै जानु होला लाइक सेयर सब्सक्राइब गर्नुभएको छैन भने लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला साथीहरू सदस्यहरू अध्यक्ष मधु थापा अनि के रे उपाध्यक्ष अनिता थापा कोष अध्यक्ष हाम्रो के रे पञ्च थापा मगर काम गर्नेमा हुनुहुन्छ हाम्रो सेलिसा थापा र सबैजना खाना रेडी भइदिनु होला अब चाहिँ हामी यहाँ खान्छौँ है त बसिदिनु होला हार्दिक अनुरोध गर्दछु मामा यता भ्लगमा हेरिदिनुस् मामा के भन्नुहोस् हाई भन्नु न नि मेरो भान्जीको युट्युबमा सबैले सब्स्क्राइब गरिदिनुस् सब्स्क्राइब र लाइक कमेन्ट अनि कमेन्ट सबै गरिदिनुस् गरिदिनु होला गरिदिनुहोस् ल यता रे दाइले फलो गर्न होला हाम्रो मेडिना राणा मगरको भ्लगलाई सपोर्ट गरी सब्स्क्राइब लाइक र सेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु हाम्रो ओके गाइस अब चाहिँ हामी यता रे के ए ल हाम्रो हाम्रा आदरणीय अङ्कलहरू तथा मामा मामाहरूलाई अलिक बेसी नै लागेको छ त्यही भएर अलिक छिटो छिटो गरिदिनु होला पुरुक हेर्दैछन् है सबैलाई भोक लागेर यहाँ लाइक के भन्छ लाइनमा बस्नु भयो भोक लागे माथि लाइनमा बस्नु सर्भिस गरिहाल्छु सेलिसा तपाईँलाई के खान मन लाग्छ म त अहिले डाइटिङमा छु है डाइटिङमा छ मैले अहिले भिडियोमा देखाउँछु है मोमो चाहिँ खान्छु अनि सबै खान्छु भन्नु हाम्रो हेर्न सक्नुहुन्छ खानेकुराहरू यति धेरै छ सो हामी खाने हो हाम्रो चाहिँ निनी के भन्छ खानेकुरा हाल्ने मान्छे अनि ठुलमम्मी हाल्ने मान्छे अनि हाम्रो मम्मी पनि हुनुहुन्छ ठुलमम्मी हेर्छ निनी हो निनी अनि हाम्रो मम्मी अचार हाल्ने मान्छे भन्नु यहाँ ग्रिनविच पार्कमा खानको लागि पेट पूजा गर्नको लागि फोटो खिच्नको लागि भिडियो गराउनको लागि आइसकेको छौँ हेर्नु न भाइहरूलाई फेरि अनि अब हामी खाना दिन जाऊँ अरूलाई तपाईँहरू भनिदिनु होला एकदम बाबाहरूलाई देखाऊ हेर्न सक्नुहुन्छ मामालाई चिकन पोर्क नखानेहरूलाई चाहिँ दिनु होला यता चाहिँ हाम्रो बाबा पार्टी चियर्स ल
गदाई यता नखिन डाइटिङमा बस्छु मान्छेले अहिले डाइटिङ भनिसकेछु यार मेरो पनि डाइटिङ हो है साथीहरू खासै धेरै खान्न मैले अब चाहिँ हामी खान्छौँ यहाँ देख्न सक्नुहुन्छ हाम्रो खानेकुरा यतिको रमाइलो चाहिँ हुनै पर्ने हुन्छ है हाम्रो के हो यहाँ यस्तो मिठो छ भन्नु त यो गुन्द्रुक हो पाटे भन्छ अब के भन्ने अचार यसो गोलबाट चराले आले हो अनि वाक्से अनि त्यो अर्को यसो क्वास्यो मोमो अनि अरू यसो वास्यो यिनीहरूले गम खान्छ अनि वाक्स्याको मासु हजुर एकछिनै सबले निनीलाई अनि अरू हो त्यति हो यसो गुवायो मिखार मिखान आयो इसको त्यसले के भन्छ वाक्स्या हँ वाक्स्या अनि त्यो चाहिँ बाख्रा ए खसीको भुटुवा त्यो चाहिँ त्यति हो रास्या रास्या ए रास्या त्यही हो हाम्रो चाहिँ त्यो भाषा यहाँ हेर्नु न यस्तो नि छ निनीले खानु हो क्या अब त क्यान यु प्लिज फिनिस दिस निन तपाईँले खान सक्छ सुदिनको हो तपाईँको भदैको हे सब चाहिँ सबलाई हामी सबैलाई निनलाई दिए हम गाइस त्यही हो बाटोको कामलाई नि गर्नु जानेन कि ग्रिनविच पार्क स्पेशल ठाउँमा आइसक्यौँ। म र सेलिसा चाहिँ अघि दुईजना एकदम पागल जस्तो दुईजना एक्लै आएर घुमेर हामीले भिडियो चाहिँ बनाएको थिएनौँ अघि नै। अहिले चाहिँ सबैजना हुन्छ त्यहीबाट भिडियो बनाउँदैछु। यहाँबाट हजुरहरूलाई म यस्तो दामी ठाउँ देखाउने वाला छु, मनोरम दृश्य देखाउने वाला छु। 1 2 3 गो, हियर वी गो गाइस। हेर्नुहोस् यहाँबाट चाहिँ यस्तो राम्रो ठाउँ छ। हाय मम्मी। हाय हेलो। हाय ठुलो मम्मी। हेलो छोरी। कति धेरै मान्छे हुनुहुन्छ भाइ यहाँ त। फोटो खिचौँ न हामी पनि। यो ठुलो बा म चाहिँ यहाँबाट दामी ठाउँ देखाउँदैछु। हेर्नुहोस्
अब चाहिँ हामी यहाँबाट फर्किन लागेको। आजको भिडियो चाहिँ के कस्तो भयो केही पनि थाहा छैन, किनकि मेरो खासै त्यस्तो भिडियो बनाउने सोच चाहिँ थिएन। तै पनि सबैजना भेट भएको बेलामा एकैचोटि होइन रमाइलो गरौँ भन्ने हिसाबले चाहिँ रमाइलो गरौँ भने नि रमाइलो हुन्छ। अब भिडियोहरू खिच्यो भने मेमोरिज पनि हुन्छ भनेर चाहिँ मैले आज सबैजनाले भिडियो बनाउनु भन्नुभएको थियो, त्यही भएर मैले भिडियोहरू बनाएको थिएँ। के कस्तो भयो जस्तो भए पनि एकदम धेरै मायाको साथमा हेरिदिनु होला भन्न चाहन्छु। अब चाहिँ हामी यहाँबाट चाहिँ निस्किने। हामी चाहिँ यहाँबाट अब पाहुना खाना जानुपर्ने पनि छ, खाना खाना बोलाउनु भएको छ अरे, अनि त्यही भएर छिट्टै जानुपर्ने भयो। किनकि बस्न त होइन अहिले पनि 7-8 बजिसक्यो, त्यही पनि स्टिल यहाँ चाहिँ उज्यालै हुन्छ। अब एकछिनपछि चाहिँ अँधेरी हुन्छ। हेर्नुहोस् मेरो ठुलो मम्मी एक्लै आइराख्नु भएको छ। न फुल यस्तो छ। यहाँको मेन भनेको चाहिँ यही फ्लावरहरू, यही फुल हेर्न आउने गर्नुहुन्छ मान्छेहरू चाहिँ एकदम टाढा टाढाबाट पनि।